पहिला सच्चाइका यी शिक्षिकाले येशूको विषयमा सिकाएको यो भिडियो हेरौँ अनि म बाइबलबाट यसको उत्तर दिनेछु। त येशू त मानव हुनुहुन्छ, हामी जस्तै मान्छे हुनुहुन्छ। त्यसैले येशू परमेश्वर होइन, येशू परमेश्वरको पुत्र हुनुहुन्छ। अनि येशू परमेश्वर हो भने 9 महिनासम्म पेटमा बस्दा संसार कसले चलायो? संसारमा भएका यावत सिस्टमलाई कसले चलायो त? ईश्वर पनि जन्मिने मर्ने पनि ईश्वर हुन्छ, ईश्वर पनि मर्नुहुन्छ र गुरु येशू मसीह त मर्नु पनि भयो। मर्नेवाला जन्मिनेवाला परमेश्वर कहिले पनि हुँदैन। उहाँले के भन्दै हुनुहुन्छ भन्दाखेरि चाहिँ येशू परमेश्वर हुनुहुन्न भनेर चाहिँ उहाँले भन्दै हुनुहुन्छ। तर अब उहाँले जुन परमेश्वरलाई पिता 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 भनिरहनु भएको छ, त्यो पिता परमेश्वरले चाहिँ के भन्नुहुन्छ त? येशू परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न त? हेर्नुहोस् है, यहाँ बाइबलमा लेखिएको छ, हिब्रू 1:8 यसरी लेखिएको छ, तर पुत्रको विषयमा उहाँ भन्नुहुन्छ। को भन्नुहुन्छ त भन्दाखेरि परमेश्वर। यहाँ भनेको छ, हे परमेश्वर, तपाईँको सिंहासन युगानुयुग रहन्छ र धार्मिकताको राजदण्ड तपाईँको राज्यको राजदण्ड हो भनेको छ। हेर्नुहोस् है, बाइबलले हामीलाई प्रश्न भन्छ, पिताले पुत्रको विषयमा के भन्नुहुन्छ त? हे परमेश्वर भनेर के गर्नुहुन्छ? उहाँले सम्बोधन गर्नुहुन्छ। र यो कुरा चाहिँ कहाँबाट उद्धृत गरियो त भन्दाखेरि चाहिँ भजन सङ्ग्रह 45:6 यो कुरा लेखिएको छ। र वास्तवमा यो परमेश्वरकै विषयमा यो कुरा भनिएको हो। यहाँ भनेको छ, हे परमेश्वर, तपाईँको सिंहासन सदा सर्वदा रहिरहन्छ, न्यायको राजदण्ड तपाईँको राज्यको राजदण्ड हो भनेको छ। हेर्नुहोस्, यो ठ्याक्कै यो चाहिँ के छ, येशू ख्रीष्टको विषयमा चाहिँ भनिएको हो, जुन पुरानो करारमा चाहिँ के छ, जसलाई परमेश्वर भनेर के गरिएको छ, सम्बोधन गरिएको छ है। यो कुरा चाहिँ बाइबलले हामीलाई भन्दछ। अब तपाईँले आफै जाँच गर्नुहोस् कि अब यो म्यामले, यो सच्चाइको जुन शिक्षिका हुनुहुन्छ, उहाँको शिक्षा सही छ कि अथवा परमेश्वरले आफ्नो वचनमा भन्नुभएको शिक्षा सही छ? जति पनि शिक्षाहरूले येशूलाई परमेश्वर भन्दैनन्, उनीहरूको शिक्षा सही छ कि बाइबलको शिक्षा सही छ? तपाईँहरूले आफैले नै के गर्नुहोस्, जाँच गर्नुहोस्। यो सानो बच्चाले पनि यो कुरा बुझ्न सक्छ। तर जसले परमेश्वरको वचनलाई इन्कार गर्छ, आफ्नो तरिकाको शिक्षा सिकाउँछ, साँचो शिक्षालाई चाहिँ के गर्छ, इन्कार गर्छ, उनीहरूले यसरी नै के गर्छन्, परमेश्वरको वचनलाई बङ्गाउने काम गर्छन्। बाइबलमा मन परेका पदहरू पढ्छन् र अरू सबै कुराहरू उनीहरूले छोडिदिन्छन्। त्यसै कारणले उनीहरूले साँचो सत्य र पुरा शिक्षा उनीहरूले अनि बुझ्न सक्दैनन्। त्यसै कारणले यस्ता शिक्षाहरूबाट तपाईँ सजग हुनुहोला। भिडियो मन परे लाइक र सेयर गरिदिनु होला र यस्तै बाइबल सम्बन्धी भिडियोहरू हेर्न चाहनुहुन्छ भने मलाई फलो गर्नुहोला र कमेन्टमा प्रतिक्रिया पनि दिनुहोला।